हे गाइस, वेलकम बैक टू माई न्यू ब्लग। आज चाहिँ हिजो काटेको चाहिँ कुटीलाई चाहिँ आज पेकिङ गरेर चाहिँ घरमा राख्ने आज काम छ। अब चाहिँ प्याकिङ चाहिँ गरिसक्यो, घरमा पनि प्याक गरिसक्यो। यो चाहिँ किन भन्दाखेरि नहरको कमला सिँचाइले चाहिँ जारी गरेको यो अधिक्रमण हटाउनको लागि चाहिँ गरिरहेको छ। हाम्रो पनि केही सामानहरुमा बाँकी थियो नहरमा, रुखहरू पनि, त्यसलाई चाहिँ हटाउनु पर्छ। अब चाहिँ यो काम सकाएर चाहिँ ट्युसन चाहिँ पढाउनु पर्छ साँझतिर। अब साँझमा चाहिँ ट्युसन पढाउँदाखेरि डेलीको रुटिन हो, 6 to 8 सम्म पढाउँछु म। विद्यार्थीहरूसँगै रमाइलो हुन्छ, कान्छा केटाकेटीहरूलाई चाहिँ पढाउँछ, एकदमै खुसी लाग्छ मलाई। अनि साँझतिर चाहिँ अब पनि पढ्नुपर्छ। यसरी नै चाहिँ मेरो दिन बित्छ। पढ्दा पढ्दै केही मोटिभेट चाहिँ हुन्छु म। अलि चाहिँ सब्सक्राइब गरिदिनु पर्यो तपाईँहरूलाई। सपोर्टको चाहिँ लागि धेरै धन्यवाद। र अर्को भिडियो आउनुभन्दा पहिला चाहिँ च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला।